आयो रे फरिबोट चोक आयो पुरानो बोला झन्डै लडाइदिए ए चारवटा चिल्लो बनाइसकेका छौँ। अब यसलाई हामी लेकमा लगेर पाल पार्छौँ। अब हामी दक्षिण ढोका लेक जाँदैछौँ होइन। त्यसको लागि हामीले उयो 6वटालाई यो गोलोको आकार बनाएर पाल पारेर ल्याउने छौँ आज। अब हामी लेक जाँदैछौँ। यसलाई हामी लेकमा लगेर बनाउने छौँ होइन। चाबी लाग्यो। अब हामी लेक जाँदैछौँ। लेक क्यारे जानुपर्ने छ। समात्र कसुम पय ल चल ग्यारेज नै भाइ ग्यारेज पहिला ग्यारेज भाइ स्टिक ठिक छ हिजै छोडिदिनु पर्ने रहेछ। बरु रिक्सा पनि त्यहीँनिर भाइ है। ड्याडीले काटिदिन्छु भने ड्याडीले अब छैन। बिस्तारै 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 कुदान बोला झन्डै लडाइदिए यार। मोबाइल झर्छ क्या बिस्तारै कुदान। ए चेप्यो अलिकति अगाडि छोडा यस्तो गर्दा चलो गाइस मोबाइल झर्ला भाइ बिस्तारै कुदाइ। भन्दैछु मुला बिस्तारै चला भन्दैछु। त्यतिको तल मैले बिस्तारै चला भने त मेरो सेलरी स्टिकदेखि छ नि पागल हो त्यसलाई। त्यस्तो टेन्सन बनाइदिएको छु अहिले यसलाई। आयो रे फरिबोट चोक आयो। चलो हम आगल बारे ग्यारेज आइपुग्न लाग्यो। हाम्रो ग्यारेज यही हो। ल सिधै त्यो बुढो भाडा लैजाऊ त भाइ। ब्रेक 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 यसो ब्रो यो समात त्यतिखेर ठिक छ स्टिक ठिक छ। के छ भाइ अब यो काट्नु पर्यो त। यो ल हामी अब यहाँ काठको अर्डर दिएर हामी यसलाई चाहिँ बोकेर हामी लिएर जान्छौँ होइन। त्यो देखाउनु पऱ्यो नि भन्नु पऱ्यो नि यस्तो तरिकाले काट्ने भनेर।
दाबलाई आछन् भाइ एकछिन रोक्नु मिल्छ एकछिन रोक्नु मिल्छ ए सबै काटेको बिहान छ हेर त्यो बाक्लो बाक्लो चाहिँ त्यो ड्याडले काट्दा त दुइटा चाहिँ त्यो अझ पातल पातल चाहिँ मैले काटेँ क्या यो हाम्रो यो डिस्कलाई काट्नु परेको अब